हजुर, केही गजब प्रकारका शब्दहरू छन्। जस्तै अब हामी ट्युसन पढाउने भन्छौँ होइन, कोचिङ, ट्रेनर, ट्रेनिङमा छौँ भन्छौँ, टिपिडी, टिचिङ, फिडब्याक इत्यादि शब्दहरू प्रयोग गर्छौँ। यो पनि अङ्ग्रेजी शब्दहरू हो। यसको नेपाली के रहेछ त? आजको यस खोज अनुवाद युट्युब च्यानलमा समेट्ने प्रयास गर्दैछु। कृपया च्यानलमा नवीन हुनुहुन्छ, मन परेमा हजुरले सदस्यता पनि ग्रहण गर्न सक्नुहुनेछ। अन्य सामाजिक सञ्जालमा पनि प्रेषित गर्न सक्नुहुन्छ। अब हामी दैनिक जीवनमा सहजताका निम्ति अङ्ग्रेजी प्राविधिक शब्दहरू प्रयोग गरिरहेका हुन्छौँ। यसको नेपाली उल्था के रहेछ त भनेर मैले समेट्दै आएको छु। जस्तै अब हामी ट्युसन भन्छौँ, कोचिङ भन्छौँ, कोचर भन्छौँ, ट्रेनर, ट्रेनिङ, टिचिङ, टिपिटी, ट्रेनिङ इत्यादि शब्दहरू प्रयोग गर्ने क्रममा अब यसको नेपाली के रहेछ त? आज मैले समेटेर ल्याएको छु। कृपया दृश्यलाई पूर्ण रूपमा नजर गर्नुहोला। जस्तै अब हामी ट्युसन भन्छौँ नि, ट्युसन पढाउने भने ट्युसन पनि अङ्ग्रेजी हो। ट्युसनलाई अनुशिक्षण भनेर भनिन्छ, अरू पनि अर्थ हुन सक्छन्। यस्तै गरी कोचिङ भन्छौँ, कोचिङलाई प्रशिक्षण भनेर भनिन्छ। यस्तै गरी कोचर भन्छौँ, कोचर पनि अङ्ग्रेजी हो, यसलाई प्रशिक्षक भनेर पनि भनिन्छ। ट्रेनिङ भन्छौँ नि होइन, उहाँ ट्रेनिङमा हुनुहुन्छ भनिन्छ, ट्रेनिङलाई चाहिँ तालिम भनेर भनिन्छ। यस्तै गरी टिचिङ भन्छौँ नि, टिचिङ पनि अङ्ग्रेजी हो, टिचिङलाई शिक्षण अध्यापन भनेर भनिन्छ। यस्तै गरी अब हामी टिपिडी भन्छौँ, यसलाई शिक्षक पेशागत तालिम भनेर पनि भनिन्छ। यस्तै गरी फिडब्याक भन्छौँ, फिडब्याकलाई पृष्ठपोषण भनेर भनिन्छ। अनि यस्तै गरी हामी अब होस्टेल भन्छौँ, होस्टेललाई छात्रावास भनेर भनिन्छ। यस्ता विभिन्न शब्दहरू छन् विभिन्न विधासँग सम्बन्धित। म आगामी समयमा पनि समेट्दै जानेछु। सिकौँ भने सिकाउँ, शब्द खोज्न जिज्ञासु बनाउँ, भाषा हाम्रो जननी हो, सम्पूर्ण विधाको सम्मान गरौँ। विभिन्न विधा क्षेत्रका अङ्ग्रेजी शब्दहरू खोजेर नेपालीका पर्यायवाची भाषामा अनुवाद गर्ने एकमात्र च्यानल खोज अनुवाद युट्युब